वेलकम टु माई किचन एभ्रिवान। आज हाम्रो भान्सामा बन्दैछ हरेक नेपालीलाई मनपर्ने मस्यौरा भटमास र गुन्द्रुकको झोल। ल आउनुहोस् सँगै बनाऊ। सुरुमा मैले एउटा प्यानमा तेल तताएँ र मस्यौरालाई फ्राई गर्न लाग्दैछु र यो मस्यौरा चाहिँ गोल्डन ब्राउन हुन्जेलसम्म चाहिँ हामीले फ्राई गर्नुपर्ने हुन्छ। ल अब यतिको भइसकेपछि चाहिँ मस्यौरालाई चाहिँ निकाल्ने। अब पालो भने भटमासको। मैले चाहिँ 1 कप जति भटमासलाई लिएर यसलाई पनि मजाले भुटेको छु। यतिको भइसकेपछि चाहिँ यसलाई पनि निकालौँ। अब भने मैले गुन्द्रुकलाई लिएको छु। गुन्द्रुक चाहिँ मैले सुरुमै पानीमा एकछिन भिजाएर धुई पखाली गरेर लिएको छु। गुन्द्रुकलाई पनि हामीले गोल्डन ब्राउन हुन्जेलसम्म चाहिँ फ्राई गर्नुपर्ने हुन्छ। ल हेर्नुहोस् त, अब यतिको भइसक्यो गुन्द्रुक यतिको भइसकेपछि चाहिँ अब यसलाई पनि निकालौँ। यो गुन्द्रुकको झोल चाहिँ खास गरी हामी जस्तो विदेशमा बस्ने नेपालीहरूलाई चाहिँ एकदमै धेरै मिस हुने रहेछ। मैले चाहिँ यो मस्यौरा र गुन्द्रुक चाहिँ नेपालबाटै लिएर आएको हो र यो मलाई चाहिँ सिमराको मम्मीले प्रोभाइड गर्नुभएको हो। धेरै धेरै धन्यवाद छ मम्मी हजुरलाई। र अब भने चाहिँ झोल बनाउनतिर लागौँ। मैले चाहिँ सेम प्यानमा मेथी र खोर्सानी फुराएँ र साथै लिएको छु मैले आधा काटेको प्याजलाई चाहिँ मैले गोल्डन ब्राउन हुन्जेलसम्म चाहिँ फ्राई गरेको छु। त्यस पछाडि राखेको छु मैले 1 चम्चा जति जिरा धनियाँ अदुवा लसुनको पेस्ट, 2 चम्चा मैले टमेटो प्युरी लिएको छु भने स्वाद अनुसारले नुन, आधा चम्चा बेसार, आधा चम्चा धुलो मसला हालेर चाहिँ यसलाई मजाले चलाउने। मसला चाहिँ यतिको पाकिसकेको छ, यसले चाहिँ तेल पनि छोड्न थालिसकेको छ। अब यतिको भइसकेपछि मैले लिएको छु 2टा उसिनेको आलुलाई मसिनो पिस पारेर काटेर लिएको छु भने अब यसलाई चाहिँ राम्रोसँगले फ्राई गर्नुपर्ने हुन्छ। र यतिको भएपछि चाहिँ मैले अघि फ्राई गरेर राखेको मस्यौरा, गुन्द्रुक र भटमासलाई पनि मिक्स गरेर एकछिन चलाएर छोडिदिएको छु। यतिको भएपछि चाहिँ मैले पानी हालेको छु। अब पानी चाहिँ आफूले कतिको झोल खाने हो, बाक्लो पातलो, त्यो अनुसारले हाल्नुहोला। मलाई चाहिँ यतिको झोल मनपर्ने भएकोले यति नै हालेको छु। अब हाम्रो चाहिँ गुन्द्रुक उम्लिन थालिसकेको छ र यतिको भएपछि चाहिँ गुन्द्रुक, मस्यौरा र भटमासको झोल तयार भयो। थ्याङ्क यू फर वाचिङ माई भिडियो।